आदरणीय दर्शकवृन्द, मेरो कोसिसमा तपाईँहरूलाई फेरि पनि स्वागत गर्दछु। मङमायाको ग्रामीण जीवन लाई प्रस्तुत गर्ने यो मेरो कोसिस भए तापनि अहिले मङमायाको छेउको कुनै एउटा कमानबारीमा हामी टिस्टाभेली चियाबारीमा आइपुगेका छौँ। र यो चियाबारीमा अहिले यो रातको समय, साँझको समयमा आइपुगे तापनि म तपाईँहरूलाई एक दुईवटा कुरा देखाउन चाहन्छु। टिस्टाभेली चियाबारीमा प्रयोग गर्ने यहाँका मानिसहरूले आफ्नो जनजीवनमा, आफ्नो जीवनयापनमा प्रयोग गर्ने केही कुराहरू म तपाईँलाई देखाउन गइरहेको छु। विशेष त यो टोकरी कमानमा चियापत्ती टिप्दाखेरि प्रयोग गर्ने टोकरी। यो टोकरी यहाँ यसरी मानिसहरूले कटेरामा सुकाएका छन्। कटेराभरि दाउरा छ। अनि यो टोकरी यो टोकरी चाहिँ चियाबारीमा कमानमा जाँदाखेरि लानको निम्ति तयारी गरिएको हो। र यो टोकरीमा चाहिँ यसरी एउटा छाता अनि यो पानी कागज र यो पानी कागज राख्छ। अनि यस्तो खाजा हाल्ने झोलाहरू छ है। र तपाईँहरूले देखिरहनु भएको छ यहाँ अङ्गेठी छ, सानो अङ्गेठी। यो चाहिँ हिउँदोको बेलामा यसो आगो ताप्ने, पानी तताउने गरिन्छ। र यो अङ्गेठी छ। अनि यो भित्ताभरि दाउरा राखेको छ यो कटेरामा। अनि यहाँ चुला छ, चुलामा पानी तताउने काम गरिन्छ। यो मजाको चुलामा यसरी पानी तताउँछौँ र यसरी पानी तताउँछौँ। यहाँका मानिसहरूले यो कमानमा प्रयोग गर्छन्। अनि कति हिउँदोको बेलामा चाहिँ कलम काट्ने समय हुन्छ। त्यो कलम काट्दा चाहिँ कमानको चियाबारीमा कलम काट्दाखेरि चाहिँ चियापत्तीको हाँगाबिगाहरू चाहिँ यसरी डोकोमा बोकेर ल्याउने गर्छन् उनीहरूले। र यो डोको पनि यहाँनिर उनीहरूले कटेरामा सुकाएर राखेका छन्। र दर्शकवृन्द, यो कमानको जनजीवनसँग सम्बन्धित केही प्रमुख कुरा। यो टिस्टाभेली चियाबारीमा चाहिँ पानीको दुःख थियो र अहिले चाहिँ त्यस्तो पानीको दुःख छैन। कतिपय हर घर जल योजना, विभिन्न जल योजनाहरूद्वारा पानी दिए तापनि उनीहरूले चाहिँ पानीको बचत गर्नको निम्ति यसरी ट्याङ्की, ड्रमहरूमा पानी राख्ने गरेका छन्। र यसरी ड्रममा सानो कल बनाएर उनीहरूले पानी बचत गरेर थोरै पानी चलाउने कोसिस गर्छन्। अल्प प्रयोग गर्छन् उनीहरूले, एकदम कम्ती प्रयोग गर्छन् पानी चाहिँ। यो चाहिँ तुलसीको मठ छ। यहाँ प्रत्येक घरतिर यसरी घरको अगाडि तुलसीको मठ राख्ने गर्छन् उनीहरूले। अनि हिन्दू धर्मावलम्बीहरू प्रणामी सम्प्रदायसँग सम्बन्धित भएकोले गर्दा, राधे श्याम सम्प्रदायसँग सम्बन्धित भएकोले गर्दा उनीहरूले आफ्नो हिन्दू संस्कारलाई पनि उनीहरूले मान्ने गर्छन्। यसरी तुलसीको बोट राखेका छन्। र दर्शकवृन्द, अब आजलाई मेरो कोसिसबाट टिस्टाभेली चियाबारीको ग्रामीण जनजीवनलाई प्रस्तुत गर्ने कुरा यहीँ अन्त गर्दछु। धन्यवाद। अर्को भिडियोमा फेरि भेट्नेछौँ।